यता ल हाई एभ्रिवान भनेर मान्छे हाई गर हाई एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। साथीहरू आज म छोराछोरी लिएर छोराको साथीको बर्थडे पार्टी जाँदैछु। अनि हाम्रो यो बर्थडे पार्टी चाहिँ लन्च टाइममा हो, त्यही भएर हामी चाहिँ अहिले जाँदैछु। र आजको हाम्रो भिडियो चाहिँ के कस्तो हुन्छ हेर्दै गर्नु होला है साथीहरू। यहाँ छोराको साथी आउँदैछ अरे, पुग्न पऱ्यो अब है। त्यहाँ आउँदै रहेछ छोराको साथी चाहिँ, यताबाट आउँदैछ। ल आऊ आऊ, हेलो। ल हामी चाहिँ अब यहाँ भेटघाट भएर जाने साथीहरू। बर्थडे पार्टी चाहिँ यहीँनिर हो। ल यता यता बर्थडे पार्टी हुने ठाउँ चाहिँ यता छ है साथीहरू। अब चाहिँ हामी माथि गएर भिडियो गर्छ है। ल हामी चाहिँ भित्र आइसक्यो साथीहरू। ल हामी चाहिँ आएँ। हेलो, यता बर्थडे गर्लको मम्मी आज राम्री बहिनी प्रिटी गर्ल यता बर्थडे गर्ल चाहिँ यहाँ। हेलो नाइसा, ह्याप्पी बर्थडे टु यु। आया यता आसी मम्मी। हेलो आसी मम्मी। हेलो आसी, नमस्ते। ल आज साथीको बर्थडेमा आउनु आएको। मेरो टिका तान्दै हेर न। आयो आन्टी यहाँ राम्री भएर आएको। ल ल ठिकै छ, होइन ठिकै छ हौ, भयो यताबाट। ल आज बर्थडेको डेकोरेसन चाहिँ बहिनीले बनाइसकेछ। ल है साथीहरू, भिडियो चाहिँ हेर्दै गर्नु होला। अरू कोही आएको छैन, हामी चाहिँ अलिक छिट्टो आइपुगेँ। अझै अरू साथीहरू चाहिँ आउनु बाँकी नै छ। हामी चाहिँ बर्थडे आइसकेर नि खाना सुरु गरेर चाहिँ साथीहरू सुरुमा चाहिँ यहाँ चटपटी मगाएको छ। अनि यहाँ बच्चाहरूको लागि पिज्जा पनि, बच्चाहरू चाहिँ फ्राइज र नगेट पिज्जा खाँदैछ। यता अरू टोली मान्छे पिज्जा खाएर हैरान छ है मान्छे। यता अरू बच्चाहरू पनि खाँदैछ। हाम्रो लागि चाहिँ चटपटे, सुरुमा चटपटे मगाएर चटपटेबाट सुरु है साथीहरू। यता चाहिँ बच्चाहरूले फ्राइज पिज्जा खाँदैछ। पहिला त जता गयो भने पेट पूजा गर्दै पऱ्यो साथीहरू। साथीहरू म चाहिँ बर्थडे पार्टीबाट चाहिँ निस्किसकेँ। हामी चाहिँ म चाहिँ बच्चाहरूको स्विमिङ गरेर यिनीहरूलाई 2 बजी स्विमिङ छ नि त, हतार गरेर यिनीहरूलाई स्विमिङ ड्रेस त्यही चेन्ज गरिदिएर आएँ। अहिले चाहिँ ट्याक्सी चढेर हामी चाहिँ जाँदै साथीहरू। बर्थडेको केक काट्नेसम्म चाहिँ बस्नु पाएन नानीहरूको स्विमिङले गर्दा। अब चाहिँ बच्चाहरूलाई स्विमिङ क्लास पुऱ्याउँछ। अनि त्यसपछि के गर्छु हेर्दै गर्नु होला साथीहरू आजको भिडियो चाहिँ। See you later. After 1 hour. After our swimming. After swimming. हेलो साथीहरू, हामी चाहिँ स्विमिङ गरेर बाटो पनि निस्किसक्यो। यता आयो यता मान्छे चाहिँ यता। अब हामी स्विमिङबाट निस्किसक्यो साथीहरू। घर बसेर स्विमिङको चिसो लुगा छ क्या यहाँ झोलामा, यो लुगा राखेर फेरि साथीहरूले त वेस्ट टाउनिङ जाम भनेको छ। आज बच्चाहरूको छुट्टी छ नि त, आज र भोलि। त्यही भएर म बच्चाहरूले त्यो वेस्ट टाउन जानुपर्छ होला साथीहरू। अब चाहिँ हामी घर जाँदैछौँ। मैले चाहिँ बाटोमा स्विमिङमा त पल्टिँदै है स्विमिङको लुगा फाल्ने राखेर फेरि वेस्ट टाउन आएको साथीहरू। यस्तो दामी वेदर भएको छ, शीतल छ कि। अब यहाँ आएर एकछिन घुम्छु, चिया खाने, अनि रिल पनि यसो बनाउँछ हामी। वेस्ट काउलनको भ्यू चाहिँ यस्तो छ है साथीहरू। टोइलेट जाने रे, ल जाऊ। यता भ्यू चाहिँ यस्तो दामी छ यो वेस्ट काउलनको। आज तर खासै मान्छे नरहेछ स्याटरडे भए पनि, नत्र त यहाँ स्याटरडेमा यस्तो प्याक हुन्थ्यो, बस्ने ठाउँ हुन्थेन साथीहरू। वेदर यति दामी शीतल भएको छ आज। यता बादल मडारिरहेको छ, पानी चाहिँ पर्दैन होला। हामी अब यता कतै ठाउँ हेरेर बस्नु पर्यो। राख न, के साह्रो झोला बोकेर हिँडेको। ल राख त राख।
होइन तिमीले कुर्ता कहाँ किनेको कस्तो राम्रो कुर्ता हो यो मैले नेपालमा अस्ति जाँदा आफैले किनेको राम्रो छ नि कुर्ता राम्रो छ आज चाहिँ हामी बर्थडे पार्टी गरेर आएको साथीहरू अनि यो बारीको भ्यू चाहिँ कति राम्रो छ हामी 3जना साथी चाहिँ यो भ्यू हेर्दै रमाउँदै गफ गर्दै अनि एकअर्काले लगाएको लुगा सोध्दै क्या तिम्रो चाहिँ मेरो त यो भाउजूले दिनुभएको खै तिम्रो चाहिँ भन न मेरो त साथीले दिएको लुगा उसलाई नि कस्तो राम्रो देखेको ल हामीलाई राम्रो देखेको भन्नु ल आमामा रातिको भ्यू चाहिँ यस्तो राम्रो देखेको दामी होइन है साथीहरू अब हामी चाहिँ बर्थडे पार्टी गर नि साथीहरू यता पछाडिको भ्यू चाहिँ यस्तो दामी छ नि त अनि हामी 3जना साथीहरू मिलेर फेरि नाइट भ्यू हेर्न आएको अनि हामी चाहिँ एकदमै रमाइलो गर्दैछ कस्तो लाग्दैछ एकदम रमाइलो भइरहेको आज एकदम बास हुन्छ कि क्या हो साथीहरू हाम्रो चाहिँ बच्चाहरूले पनि यारी आउरे गर्दैछ हो भिडियो बनाउनु पर्यो भनेको है हामी चाहिँ एकदम रमाइलो इन्जोय गर्दैछौँ आज यतै बसौँ कि क्या हो बस्नु पर्ला जस्तो छ वेदर हेर्दा त होइन यस्तो हावा सर आएको छ इन्जोय गर्दैछ ल आऊ ल जाँदै हिँड्दै जाऊँ हामी चाहिँ अब यता फेरि हिँड्दै जान्छौँ है साथीहरू रमाइलो गर्दैछु हामी चाहिँ यस्तो हावा पनि सर आएको छ अनि बर्थडे पार्टी आएर गएर आएको हामी चाहिँ अनि कुर्थैमै छ है म अनि कुर्था यता साथी पनि यता पनि हामी कुर्थामै छ अब चाहिँ एकछिन यता घुमफिर गरेर घरतिर लाग्ने है यो चाहिँ हङकङको वेस्ट काउलुन अनि हामी चाहिँ साँझ पखको हावा खाँदै रमाइलो शीतल हावा 3जना साथीहरू चाहिँ ल भयो भयो ल है साथीहरू हामी चाहिँ वेस्ट काउलुनमा गएर नि फर्किसके घरतिर एकदमै रात पनि परिसक्यो हामी पनि थाकेर हैरान भयो अन्त अब घर छोरीले पनि हुनुपर्छ है ल आइज अब रात परिसक्यो कोही यता कोही नानी चाहिँ मिलायो आएको साथीहरू दिनभरि यता उता भागा दौड गर्दा गर्दा बनाउँदै आइज ल साथीहरू आजको भिडियो चाहिँ यति नै के कस्तो लाग्यो भन्नु होला ल च्यानललाई पनि लाइक सेयर सब्सक्राइब गरेर साथ सपोर्ट गर्नु होला भन्दै आजको भिडियो साथीहरू बाई